सो यो एनपिएल को एक्सपिरियन्स कस्तो रह्यो त यहाँको अब विराटनगर किङ्सको सोचे जस्तो नतिजा त आएन हैन तर पनि केही म्याचहरु एकदमै राम्रो रह्यो ओभरअल कस्तो रह्यो त एकदम राम्रो भयो टुर्नामेन्ट हैन हामी सोचेको भन्दा धेरै राम्रो भयो र एनपिएलले अब धेरै कुराहरु जोड दियो अब म पश्चिमको मान्छे पूर्वमा गएर अहिले पूर्वको एकदम सबै मान्छेहरुले मलाई एकदम माया गर्नुहुन्छ खुसी लाग्छ म त्यो टिममा जोडिए अब जता गएर पनि जोडिनु पर्थ्यो तर म विराटनगरमा जोडिए अहिले खुसी लाग्छ म विराटनगर जाँदा सबै मान्छेहरुले चिनिराको हुन्छ अनि फेरि तपाई विराटनगरकै हो भनेर सोधिरहन्छ कि मान्छे यो भन्दा अगाडि नै आई थिंक विराटनगर टाइटन्सबाटै हजुर पीपीएल मा खेल्दाखेरि त्यो बेला पनि एउटा राम्रो इनिङ्स आई थिंक त्यो इनिङ्सले गर्दाखेरि लोकेशले एउटा हाइप एउटा नेशनल सेटअपमा चाहिँ एउटा हाइप आथ्यो त्यही भएर नै विराटनगर नै भइराछ आई थिंक त्यो बेलामा लोकेशले पीपीएल मा ज्ञानेन्द्र मल्लको अगेन्स्टमा अथवा पारस दाइ त्यो एउटा इनिङ्स एकदमै राम्रो भएको थियो नि पीपीएल मा त्यसमा चाहिँ ज्ञानेन्द्र मल्ल अगेन्स्टमा हुनुहुन्थ्यो कि चितवनमा मलाई एउटा इन्टरभ्यु याद छ त्यो बेला चाहिँ यहाँले अब अहिले चाहिँ थाहा छैन मलाई फेभरेट हो कि ज्ञानेन्द्र मल्ल तपाईको हैन त्यो बेला चाहिँ ज्ञानेन्द्र मल्ल जस्तै हुन चाहन्छु भन्नुभएको त्यो सुरुमा याद छ कि छैन हजुर मलाई याद छ अब पहिला हेर्ने बेला दाइको टेक्निकली एकदमै राम्रो हुनुहुन्थ्यो नि त अनि दाइले खेलेको चाहिँ एकदम मन पर्थ्यो कि स्टिल अब दाइलाई नै फलो गरिरहन्छु अहिले स्टिल मेरो कोच अहिले ज्ञान दाइ नै हुनुहुन्छ मलाई गाइड गरिराख्नु भएको छ अनि ट्रेनिङ गर्नु पर्दा चाहिँ मैले दाइलाई बोलाइराख्नु हुन्छ आउनुहुन्छ थ्रो डाउन बल फाल्दिनुहुन्छ अनि सिकाइराख्नु भएको छ अब अहिले त असिस्टेन्ट कोच पनि हुनुहुन्छ टिमको अब स्कटल्यान्ड टुरमा हुनुहुन्छ यहाँलाई सुरुमा चाहिँ सुदूरपश्चिमबाटै खेलौँ जस्तो भएको थियो कि थिएन एउटा सफ्ट कर्नर चाहिँ थियो कि अब सुदूरपश्चिममै भएको भए अझ राम्रो हुन्थ्यो भन्ने चाहिँ अब तर अहिले नो रिग्रेट्स अब एकदम खुसी छु अहिले विराटनगरमा गएर पनि अब एकदम माया गरिराख्नु भएको छ उहाँको विराटनगरको मान्छेहरूले खुसी छु सुदूरपश्चिम विरुद्ध खेल्दाखेरि चाहिँ त्यस्तो केही फिल हुन्थ्यो किनकि फ्यान्सहरू त्यत्रो धेरै आउनुहुन्थ्यो अनि त्यस्तो अब त्यो सुदूरपश्चिमको त्यो फ्यान्स हेरेर चाहिँ अलिकति त्यो उचाइ हुन्थ्यो सब फेरि त्यो टिममा परेको भए हुन्थ्यो भन्ने चाहिँ थियो तर अब विराटनगर किङ्सको फ्यानहरू पनि एकदमै पोजिटिभ हुनुहुन्छ यहाँको चाहिँ एन्थम पनि हिट थियो हजुर एकदम धेरै चलेको नै एन्थम थियो भन्ने नै सुन्यो हैन जनकपुरको पनि एकदमै हिट भयो र सँगसँगै विराटनगरको पनि र एकदमै क्रिएटिभ मिम्स रिल्स हामीले देखेका थियौँ र एउटा अब विराटनगरतिर उतैतिर कोशी प्रदेशतिरै घर बनाउने सोच छ कि छैन त यति धेरै माया पाइसक्नुभयो घर बनाउन त सक्दैन तर मलाई यस्तो लाग्छ अहिले जाँदाखेरि चाहिँ मेरो सेकेन्ड होम नै विराटनगर हो जस्तो चाहिँ फिल हुन्छ अहिले